यो चाहिँ हाम्रो अब दिदीको अगाडि हाँसी मजाक गर्दै थियो होइन। जस्तो कि अब उसलाई भन्दै थियो अब तपाईँको बर्थडे भनेर हो। खासमा चाहिँ अब उसको बर्थडे होइन, तर पनि अब हामी उहाँसँग हाँसी मजाक गर्दै थिएँ जस्ट। त्यसपछि हामी फेरि यता बहिनीले खाना खाँदै थियो हो, उसको नि हल्का मजाक लियो। त्यसपछि यहाँ बहिनीसँग हल्का मजाक गऱ्यो फेरि हो। उसले भाँडासाँडा धुँदै थियो अनि उसलाई पनि बिचारा उसको खुट्टामा चोट लागिरहेको थियो। अन्त अर्को यता हाम्रो नानी हेर्ने बहिनी हो, यो चाहिँ होइन साथी हो, जस्ट बहिनी होइन। उसले चाहिँ अब सघाइदिइरहेको थियो झाडु पोछा गर्नुमा। अनि यता फेरि आयो अनि हाम्रो दिदीले फेरि केकहरू सबैलाई छुट्याउँदै थियो अनि बहिनीले खाना खाँदै थियो होइन। अब बेलुका भयो, बेलुका भएर चाहिँ अब पार्टी बर्थडेको पार्टी अब यता मालसाल रेडी गर्दै थियो। यता फिसहरू बनाउँदैछ हो, फिस म्यारिनेसन गर्दैछ होइन। क्रिस्पी फिसहरू। अब त्यसपछि उसको खुट्टामा अलिक चोट लागेको थियो, खुट्टासँग नि अब हल्का मजाकहरू गरियो हो। अनि हाँसी मजाकहरू गऱ्यो यहाँदेखि। अन्त उसले चाहिँ अब हाँसी मजाकहरू गर्दै थियो। अब हामी पनि सबैजना मिलेर गर्दै थियो, फोन सोन चलाउँदै पनि थियो। त्यसपछि यहाँ चाहिँ अब हाम्रो साथी दावाले चाहिँ अब यहाँ चिकन साथीहरू अब बम्बो सिटमा अब यो बाँसको यो घाँटी हुन्छ त्यसमा चाहिँ अब सिल्दै थियो, अब लाउँदै थियो त्यसमा होइन। अब जस्तो कि अब हाम्रो नेपालीमा हुन्छ नि, यो चाहिँ प्राउन्स हो। अब प्राउन्सलाई चाहिँ म्यारिनेसन गर्दै थियो। त्यसपछि फेरि अब किचन हेर्नुहोस् कस्तो छ होइन। अनि अब सबै अब हाम्रो खासमा चाहिँ म्याडमको बर्थडे हो। अब म्याडमको बर्थडे चाहिँ उयो गर्दै थियो हाम्रो साथीले देखाउँदै थियो के बनिँदैछ भने बर्थडेको आज होइन। अन्त बेलुका अब बर्थडे थियो हो। हामी चाहिँ अब मालसाल रेडी गर्दै थियो, खानापिना एकदम रेडी गर्दै थियो। यहाँ सबै बहिनीले बिचारा बहिनीलाई अब हामीलाई एकदमै साथ दिइरहेको थियो, साथ दिँदै थियो। अन्त हामी अब म एक्लै थिएँ नि त, अब बहिनीले बिचारा अब एक्लै यता काम सकि नसकि यहाँ बहिनीले चाहिँ अब माथिबाट चाहिँ चिया घोप्टाएछ भाँडामा होइन, धोको भाँडामा चाहिँ। अन्त त्यो चिया चाहिँ